ठ्याक्कै यहाँनिर आइपुग्यो जस्तो छ स्ट्यान्ड है दाइ म चाहिँ यही हो साउन्ड पनि रिसिभ भयो बाइक हटाउनु पर्ने हो दाइ बाइक पनि हटाइदिए मेरो बाइक हो कसको एसेसरिजहरू चाहिँ धेरै छ जस्तो छ यो चाहिँ हेलमेटमा बान्ने भयो अनि यो मोबाइल होल्डर भयो फाइनल लुक चाहिँ यही छ यो हुन्छ हामी चाहिँ टक्क साथीहरूसँग जाने हो होइन बाइक चाहिँ बाहिर निकाल्छु भनेको त सबै बाइक त लैलो भएछ केही छैन यति बस्ने हो अनि हावा फेरि बडा छ नि त टक्क लाग्ने हो टक्क गाइज होइन अब साथी पनि आइपुग्यो साथीको बाइक अब छोडिसक्यो होइन अब हामी लाग्यो है दिनेश अरे यार सर पढेको त यार तिमीले ओहो पानी भरिएछ यहाँ चाहिँ होइन कन्टेन्ट पायो कन्टेन्ट केटाहरू जतिखेर पनि अगाडि नै हुन्छ बाउहरू त ओभरटेक गर्दिनँ होइन केटाहरू बिस्तारै हिँड्नु भने चाहिँ आफै मतिर गएर हेरौँ त नि यो एकान्त कुनै आइपुग्यो होइन कस्तो ठाउँतिरबाट ओभरटेक गर्छौ अन्त त्यो लेन क्रस गर्नु हुँदैन नि त 50 रेन्जमा है ठ्याक्क 50 मा हिँड्दैछु हेर न उताको अगाडि रोक्नु छ क्या जस्तो हाम्रो ओभरटेक होइन के हो 7 किलोमिटर हिँड्नु न हौ आन्टी हिँड्नु डाँडा भनेर अनि फेदतिर झरिँदैछ त अनि यहाँबाट जोडिन्छ मलाई अनि किन घोडा तान्दो रहेछ भाइ भरे क्या ओह्रालोमा ब्रेक थाम्छ क्या खोइ यतैबाट देखा यार बाटो त यार घुमेर आयो क्या उता जानुपर्छ क्या म्याप हेर्नु थियो नि मलाई यार अघिबाट कोहीलाई थाहा रहेन बाटो चाहिँ वास्तवमा केटाहरू फेरि दुःख थियो होइन अब यहाँबाट फेरि ओह्रालो झर्ने बेला भयो दुईवटा मान्छे है लु बाटो चिन्ने भनेर आएको मान्छेहरू यही दुईवटा हो दुईजनाले नि बाटो बिर्सेपछि अब के गर्नु दुःख पाइयो मन्दिर भन्दा माथि डाँडा पुगेर आएर यस्तो केटाहरूको सङ्गत नगर है केटाहरू अब चाहिँ केटा हो अब चाहिँ फिक्स गरौँ मेरो हिसाबले हामी अगाडि हिँड्नु अनि अघिको बाटो फेरि उता पुगिन्छ त अनि फेरि मुलाहरू कहीँ पुऱ्याउँछ जस्तो छ अघिकै बाटो छिर्यो त अनि फेरि भर्खर यही बाटो गएको त अनि दुई भन्ने यार घुमेर फेरि यहीँ आयो त अनि यताबाट अरे यो बाटो म्यापले यो बाटो गरी पुग्छ भने यो बाटो गरी पुग्छ हो त्यस्तै छ हाम्रो चाहिँ के छ साथीहरूले अब बाइक बिगारिदिने खोजिरहेको छ लोकेट द भ्यू मालीबाट झन् दामी देखिहाल्छ त्यही हो बाइकको पनि माया गर्नुपर्छ यस्तोमा भाँचिन्छ क्या फेरि बाइकहरू ठिकको मात्रै बाटो भयो भने भइगयो त सबैजना हेरेर फर्किसक्यो जस्तो छ हामी चाहिँ बल्ल गइँदैछ होइन मान्छेहरू त टन्नै नै जाँदो रहेछ दाइ
यो भ्यू हेर्ने ठाउँ बाटो कता हो? हेभन डाँडा भने माथि होइन, माथि चाहिँ कता बाटो भन्ने? यही बिच बाटो हो। यता चाहिँ हो? अनि किन यता लिएको जाने फेरि? म्यापले आउँछ माथि ल्याएर रोक्दै के भ्यू हेर्ने डाँडाहरू छ त्यो अनि त्यो चिल्लो डाँडाहरू चाहिँ कहाँ हो त? बल्ल बल्ल हामीले सोचेको डिस्टेन्समा पुगिन सक्छ सहर चाहिँ। ल ल ओइ मासल ल बल्ल बल्ल आइपुग्यो है। त सुत कहाँ लग्यो यिनीहरूले। लुक एट द भ्यू यहाँको है, दामी रहेछ। ओइ मुलाले कहाँ लग्यो यार। यताको यस्तो छ है, यहाँ चाहिँ सब यस्तो रहेछ है। ड्रोन भएको भए चाहिँ दामी हुन्थ्यो झन् अझै। माथिबाट पनि दामी चाहिँ दामी देखिँदो रहेछ। ल गाइस यही छ हेभन डाँडाको भ्यू है। हामी हेभन डाँडामा आएर चाहिँ यो आज चटपटी खाने, एकछिन भ्यू हेर्ने, फोटोसोटो खिच्ने टक्क। अनि चटपटी कस्तो छ? साथीले अब दिँदैछ है। कस्तो छ त? ठिक छ दिदी। काफल चाहिँ कहाँ अरे? त्यहाँनिर जङ्गल मात्रै हो कि काफल नै हुन्छ? काफल त छ नि। काफल एकदम मैले म तिमीलाई अहिले खुवाउँछु हिँड न। अहिले तल ओह्रालो चाहिँ गएर अब फेरि एकछिनमा अब यता 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 उकालो होइन काफलको रुखहरू त्यो चढ्या। कस्तो भिडियो त्यहाँबाट चाहिँ? अब काफल चाहिँ कता छ थाहा छैन त, यसो सिनहरू चाहिँ खिचिदिन्छु। मेरो सजे भ्लग, सजे ब्रो 99 छ। ल बस्दै गरौँ ल, काफल खोजी खाएर आउँछौँ। खोइ त हो। अनि काफल खानु भनेर आएर पुरा यस्तो घनासन जङ्गलतिर मात्रै डुलाइरहेको छ यता हाम्रो सन्तोष सरले। के भयो बटारिँदै हिँड्छ त यो दिनेश त? के हो यस्तो जङ्गलमा लिएर कहाँ लगेको यार? यस्तो ठाउँमा आएर काफल भेटिन्छ त? अनि काफलको भने चाहिँ नाम निशान छैन है। बाटो चाहिँ पुरा होइन, यहाँ चाहिँ साइक्लिङ गर्ने बाटोहरू जस्तो छ। यहाँनिर लाली गुराँस देख्यो भन्छ केटाहरू। टक्क यहाँ चाहिँ लाली गुराँस रहेछ टक्कसँग। के हो चाहिँ? वन मान्छे हेर्ने भाइ मान्छे छ नि, वन मान्छेको भाषा बोल्थ्यो वाउ के गर्दै नि। ल काफल खोजेर आएको अरे 2 घन्टा लाएर काफल भेट्यो त। मैले भनेकै हो, त्यही भएर म त यहाँ पलेटी कसेर मस्त बसेको थिएँ। यस काफलको बोटहरू चाहिँ धेरै नै छ, तर काफल चाहिँ सबै इन भइसकेको छ। धेरै उच्किने मान्छे चाहिँ यता छ फेरि। ठिकै छ दोस्त होइन। अब हामी अब काफल खाने न्युमा निकै तल झरियो, दुःख पाइयो। फेरि हामी माथि पुगेर टक्क भिडियो बनाउने छौँ। ल यो चाहिँ हेभन डाँडा। अब हामी यहाँबाट चाहिँ ठ्याक्कै उकालो लाग्नुपर्ने हो। टक्क हाम्रो अब हेलमेट र ब्याग चाहिँ यहाँ यसरी फालिरहेको छ साथीले। मेरो ब्याग चाहिँ यहाँबाट छ। अङ्कल आन्टी भदैछनीहरू आजको चाहिँ यहीँ हो होइन। यहीँ थियो हाम्रो डेस्टिनेसन चाहिँ के अरे हेभन डाँडा, खैरेनी कि बैरेनी हो, यहीँ हो है। अब मोबाइलको चार्ज पनि सकियो। आउँदाखेरि चाहिँ सबैजनाले यो प्लास्टिक फोहोर नगरिदिनु होला। यहाँ तल वेस्टेज यसरी कलेक्ट गरिदिनु होला एक ठाउँमा। बाई बाई, हेर्दै गर्नु होला। भोलि फेरि अर्को ठाउँ हाम्रो डेस्टिनेसन कहाँ हुन्छ? भोलि सुताइ कार्यक्रम हुन्छ होइन हल्का। जहाँसम्म लाग्छ आज एडिट गरेर सकिँदैन यो 3 घन्टाको भिडियो चाहिँ। ल साथी हो आज चाहिँ यहीँ हो। लाइक कमेन्ट सेयर सब्सक्राइब भन्नु है त, गर्नु है त। ल सपोर्ट गर्नु। बाई बाई।